चाहिँ मलाई साह्रै मन परेछ है। यहाँको डिजाइनहरू, अगाडिको गार्डनहरू यस्तो राम्रो राम्रो छ। हेर्ने गार्डनहरू भयो, डिजाइन भयो, अगाडि डेकोरेसनहरू एक से एक डेकोरेसन छ। यस्तो राम्रो छ नि गार्डन। हेर्नु घर अगाडि यस्तो गार्डन छ कि यस्तो राम्रो छ कि गार्डन। यहाँ चाहिँ कुखुरी लोकल कुखुरा जस्तो छ। लो हेर्नु ल, तपाईँहरूलाई मैले बालेन भन्थेँ नि जुन बालेनको सोच के रहेछ भने ल हेर्नुहोस् न, बाटो त हेर्नु जम्मा 2 लाइनको मात्र छ। त बाटो सानो छ जम्मा तपाईँको गार्डनिङ हेर्नु, घर छोड्नु गार्डनिङ हेर्नु कि यो गार्डनिङ हेर्नु, यस्तो गार्डनिङ बवाल छ नि। ल यो हेर्नु त, यो यो घर कस्तो सानो टिक्कको छ, अगाडि गार्डनिङ हेर्नु। यहाँ त घर भन्दा नि गार्डनिङ एकदम। ल अब हामी चाहिँ आजको फेरि नयाँ गन्तव्यतिर हिँड्ने रमाइलोको लागि। ल आज मैले चाहिँ तपाईँहरूलाई के भन्दै थिएँ भने आज कार्निभल हामीले जुन आलुसमा हेरियो नि, जुन कार्निभल्स हो त्यो कार्निभल्स त्यति ठुलो चाहिँ होइन, तर नर्मल्ली हाम्रै घर अगाडि ठ्याक्कै घर अगाडि यो चाहिँ अब सुसी बार भयो नि, यसकै अगाडि ल हेर्ने। म तपाईँलाई ब्याक क्यामेरा यही सुरु यहाँ पनि अब सुरु, यो सेन्ट्रुम हो, सेन्ट्रुममा सुरु भएको छ कार्निभल। अहिले चाहिँ हजुरको 2 बजी, अब 3-4 बजीदेखि अब सुरु हुन्छ साँझको प्रोग्राम। अब ओपनिङ गर्दैछन् यहाँ। हिजोदेखि सुरु भएको, भोलिसम्म सुरु हुन्छ, भोलिसम्म सुरु हुन्छ यो। त्यहाँ चाहिँ काम चाहिँ तपाईँको अब ओपन हुँदैछ है। ल मान्छेहरू अब एकछिनपछि आउने कार्यक्रम हुन्छ। आज चाहिँ त्यति साह्रो मौसम चाहिँ राम्रो छैन। हिजो चाहिँ एकदम राम्रो थियो मौसम, आज चाहिँ अब मौसम राम्रो छैन। ल हामी पनि अब एकछिनलाई बाहिर गएर आउँछौँ। बाहिर गएर आएर ल अनिसा रेडी बाबा। ल हामी चाहिँ ल पछि भेटौँ। ल हामी चाहिँ एउटा गाउँमा आयौँ, एकदम राम्रो छ है यहाँको चाहिँ। अनिसा पनि पुरै फिट एन्ड फाइन भएर हिँडिरहन्, म पनि हिँडिरहेको छु। ल बिस्तारै बिस्तारै अब अगाडि बढौँ। धन्दै यो चाहिँ कुनो थाहा छैन, तर घरहरू चाहिँ मलाई साह्रै मन परेछ है। यहाँको डिजाइनहरू, अगाडिको गार्डनहरू यस्तो राम्रो राम्रो छ। हेर्ने गार्डनहरू भयो, डिजाइन भयो, अगाडि डेकोरेसन हेर्नु एक से एक डेकोरेसन छ। म को भन्दा को कम छैन है भने जस्तो डेकोरेसन छ कि यहाँको मान्छेहरूको। क्लिननेस सफा हेर्नुहोस्, यस्तो राम्रो छ नि, त्यो हेर्दै मोह लाउने जस्तो छ कि। यो चाहिँ अब पुरानो के रहेछ यहाँ चाहिँ एकदम। यो चाहिँ बनाउँदै रहेछ, यो घर चाहिँ बनाउँदै रहेछ, तर एक से एक के मान्छेहरू एकदम मोह गर्छ, मोह के। ल हेर्नुहोस् ल, यो हेर्नु, यो गार्डन हेर्नु, तपाईँको घरहरू हेर्नु, पुरै गार्डन हेर्नु। घर अगाडि यस्तो गार्डन छ कि अब यस्तो राम्रो छ कि गार्डन। यहाँ चाहिँ कुखुरी हाम्रो लोकल कुखुरा जस्तो छ एउटा त, लोकल कुखुरा यहाँ भनेको त। घर हेर्नु, यो घरको डेकोरेसन हेर्नु, डिजाइन हेर्नु, यस्तो क्लासिक छ, यस्तो राम्रो राम्रो छ नि। अब हामी चाहिँ यहाँबाट उता चाहिँ देन्द्रले चाहिँ हाम्रो घर यतातिर पर्छ। अब हामी चाहिँ यता जान्छौँ, यतातिर कस्तो छ ल हामी चाहिँ अब यो बाटो जाँदैछौँ। कस्तो छ के छ भनेर हेर्नलाई के छ थाहा भएन, तर यहाँको चाहिँ हरेक कुराहरू एकदम क्लासिक। यस्तो घर मैले मोबाइल मात्र देख्थेँ, गुगलमा अब हेर्दा हाउसिङको डेकोरेसन यस्तो घर मैले मोबाइल मात्र देख्थेँ कि, तर यहाँ चाहिँ रियलमा यस्तो राम्रो छ नि। त्यो गार्डनिङहरू तपाईँको यो हेर्नु, मान्छेहरूको घर ल हेर्नु, त्यो हेर्नु डेकोरेसन। बाटो हेर्नु ल, तपाईँहरूलाई मैले बालेन भन्थेँ नि जुन बालेनको सोच के रहेछ भने ल हेर्नुहोस् कि ल, बाटो त
हेर्नु जम्मा 2 लाइनको मात्र छ त्यो बाटो, सानो छ जम्मा तपाईँको कारहरू मात्रको लागि 2 कारहरू मात्र जस्तो अटाउँछ जस्तो लाग्छ त्यो हेर्दा नि। अनि अब मान्छे हिँड्ने बाटो हेर्नुहोस् कि त्यसको लगभग डबल छ के तपाईँको, त्यो बाटोको लगभग डबल छ कि हेर्नु। ए यो डबल साइकल हिँड्ने मान्छे हिँड्ने अनि तपाईँको गार्डनिङ पुरै डबल छ कि डबलै छ क्या तपाईँको। त्यही भएर मान्छेले के भएछ एम्बुलेन्स कस्तो दुख्राएर गएको आमा के भएछ कता के भएछ। ल हेर्नु यो घर, हेर्नु यो घर यस्तो बवाल छ नि घर। हेर्नु अब यहाँ चाहिँ के रहेछ, यहाँ चाहिँ यस्तो राम्रो रहेछ, चौर जस्तै रहेछ, यहाँ ठुलो चौर। म पनि पहिलोचोटि आएको यो भ्यूमा चाहिँ। ल यो घर हेर्नु कि तपाईँको यो गार्डनिङ हेर्नु, घर छोड्नु गार्डनिङ हेर्नु कि यो गार्डनिङ हेर्नु, यस्तो गार्डनिङ बवाल छ नि। ल यो हेर्नु त यो यो घर कस्तो सानो टिक्कको छ, अगाडि गार्डनिङ हेर्नु। यहाँ त घरभन्दा नि गार्डनिङ एकदम राम्रो कि एकदम भन्दा एकदम राम्रो छ। त्यो हेर्दै एकदम मोह लाउने। यस्तो मनले नै छुन्छ कि त्यो पुरै गार्डनिङ छ। खै कस्तो राम्रो छ यहाँको। ल हेर्नु उताको बाटो र यताको ठ्याक्कै डबल छ, मान्छे हिँड्ने बाटो ठ्याक्कै डबल छ। उतातिर 2 लाइन मात्र छ कि ठ्याक्क गाडी कार अटाउने जस्तो छ, दुईटा पनि कार अटाउने कि त उता एउटा साइकलिङको छ। यतातिर भनेको तपाईँको मान्छे हिँड्ने साइकल हिँड्ने लागि भनेर डबल छ, ठ्याक्कै डबल छ। आलु ल हेर्नुहोस् आलु बेच्न राखेर रहेछ यहाँ, घरको आलु हो यो। घर हेर्नु त यो मल हो घर। अब सुटिङ गर्ने यस्तोमा हेर्नु ल तपाईँको इन्डियाको तपाईँको नेपालको मान्छेहरू जब बेल्जियम आउँछन्, जब युरोपहरू कन्ट्रीमा आउँछ सुटिङ गर्ने यस्तै घरमा है। यस्तो भयो यो घरमाहरू भयो सुटिङ गरौँ घर। ल हेर्नुहोस् घरहरू हेर्नु, घर पारीको घर हेर्नु, ठ्याक्कै सुटिङ गर्ने तपाईँको नेपालको इन्डियाको जुन आउँछ नि युरोपमा आएर जस्तै घर बनाएर त सुटिङहरू देखिरहनु हुन्छ फिल्महरूमा। यस्तै घरहरू पुरै यस्तै घर, यस्तोहरू रेन्टहरूमा लिग्यो होइन। अहिले त यो त रेन्ट घर त होइन, तर पनि यस्तै घरहरू अब रेन्टमा लिग्यो। हेर्नु डेकोरेसनहरू हेर्नु, त्यो गाडी भाडामा आइसक्यो पुरै यो घरहरू हेर्नु। ल हेर्नु यस्तो घरहरू, यस्तो बाटो र मान्छे हिँड्ने पैदल यात्रा चाहिँ कतिको फरक छ तपाईँले अनुमान गर्नु न। यहाँ र त्यहाँ हेर्नु त सिर्फ त्यहाँ भनेको तपाईँको 2टा कार मात्र अटाउँछ कि। अनि अलिकति साइडमा चाहिँ एउटा साइकल हिँड्ने उताबाट साइकल हिँड्ने लेन छ, बस अरू केही छैन यहाँ, अरू केही छैन कि। अरू अनि तपाईँको मान्छे हिँड्ने बाटो हिँड्ने ठ्याक्क त्यसको डबल सरह छ कि, डबल नभए पनि 1/2 जति त छ है। मान्छेले प्रगति त्यसै भएको भन्दैन कि, मान्छेलाई भन्छ अब ल हेर्नु त डेकोरेसन त्यहाँ हेर्नु त कस्तो राम्रो डेकोरेसन अगाडि के। विकसित देशले यो गर्न खोजेको, बालनले त्यसै गर्न खोजेको चाहिँ छैन कि। बालनले नि धेरै देशहरू घुमेर यस्तो गर्नुपर्छ है भनेर धेरै देशमा बसेको मान्छेहरूले उपदेश दिएर यस्तो गर है, यस्तो गरेर राम्रो हुन्छ भनेर मात्र गर्न खोजेको। ल हेर्नु त कस्तो मजा छ अहिले। हामीलाई नै इभन हामीले नै साइकल लिएर हिँड्दा यति रमाइलो लागिरहेको छ कि हामीलाई। चौर हेर्नु चौर
यस्तै यस्तो मजाले चौरमा होइन चट्ट लाएर हामी अलि धेरै टाढा आइयो क्या अनिसा अलि टाढा नै आइयो क्या अनिसा हामी फर्किनु त पऱ्यो नि त